धानबाडी भिर पाखा अब त्यो कति चिसो पानी अब त्यत्रो रहेछ माछाहरू पनि छ आइपुग्न आँट्यौँ अब चाहिँ हिँड्दा हुन्छ ओ त्यो मात्र डाँडामा पुग्नुपर्ने कति राम्रो छ बनाएर सबै भत्केर बाटो साटो पहिरो उता ढुङ्गा अड्क्यो अब यो उकालो पहाड भिड बाटो यस्तो छ बाटो त कोतबारी के गर्दैछस् गर्मी नमस्ते साल दिदी घर त्यो नक्कली नाची हेर त एकछिन छिटो नाच गर्मीले मान्छे पङ्खाले हप्केन बुनु खोइ पङ्खा खोइ पङ्खा चिरले मरे म यहाँलाई देख पङ्खाले गाह्रो छ गाई चढेर गाह्रो छ पङ्खा लगाइदियो अब बसेर आइज तपाईँ पनि बस्न पङ्खामा माइजूले बोला न पङ्खामा नि कस्तो मलाई कि यस्तो भन्छ म चाहिँ मर्थ्यो होला गाई Control उदय तरिका छामा नि मेरो सास आयो बोल्दा डाँडा काँडा छ हराको भित्तले कति राम्रो सिन छ अहिले हाम्रो गाउँ चाहिँ किन हो कि तपाईँको हाम्रो साथीको घर हो क्या माथि पाहाडमा कति राम्रो ठाउँ चाहिँ तर उकालो हिँड्दा चाहिँ कस्तो मलाई म धन्न मरेन हो बोगटी अरे आम्मा फलेको बोगटी कति हो कति ओ त्यो अङ्गुरको बोट अरे ओह्रालो त नसकिने रहेछ बोगटी फलेको नरिवल फल्यो गाई छोरो हर्राको बोट अरे लु म त किनामा पो बनाइखानु भनेर हर्रा परेँ औषधी क्या त्यसकै दाना अरे यो अनि मात्रै अस्पट भइरहेछ नि सासिएर सेलरोटी कत्रो त होइन त्यो दुईटा मात्रै हाल्नु लाग्यो चिसै थिएन अनि कति राम्रो भाल्यो हौ भन एउटा चिप्स खाइसकेर अर्को सुरु चिप्स चाहिँ खानु हुँदैन भनेको हो कि होइन के गरेको कुखुरा खाने भनेर काटेकै कुखुरालाई यसले कता हरायो खोज्दै खाने मान्छे बाँदरै होला यहाँ बाँदर हो कि अङ्गुरको बोट कति फलेको अरे अङ्गुर होइन दिदीको सुँगुर फालेको एउटा भाले हरायो थियो अर्को भाले काट्दै ठुक्कै तल झर बुनु तल झर लडिन्छ तल झर तल एउटा भालेमा कस्तो राम्रो बिचरा भालेहरू सबै बिचकायो नखाने भन्दा पनि जबरजस्ती खान लाउँछन् कुखुरा काटिसक्यो होला अब
मासु जति खाउलो कत्रो कत्रो फेरि यता अँध्यारोमा जान लाग्यो फेरि गाइसहरू अँध्यारो छ पाहाडमा अँध्यारोमा फेरि